हाम्रो लक राम्रो होला सायद। हामी त के लान त लगेको छैनौँ यहाँबाट, न उता के लाने हो न उता के ल्याउने हो। अनि प्लिज डु नट स्किप है। सरप्राइज चाहिँ के छ त्यो चाहिँ लास्टमा तपाईँहरूले देख्नुहुन्छ। मैले पुच्का खाएको 10 रुपियाँ मैले पैसा दिँदैछ 10 हो कि 20 हो यो? ए 20 रुपियाँ 50 रुपियाँ 30 रुपियाँ थ्याङ्क यू। हामी चाहिँ कहाँ आइपुग्यो भन्दाखेरि यो पुल आइपुग्यो यो। अनि म चाहिँ एकदमै एक्साइटेड छु, ओभर एक्साइटेड छु होइन। मामा घर पुगेपछि तपाईँहरूलाई देखाउँछु। अब चाहिँ यसमा जान्छ है हामी। यहाँ मेरिना यतिमा, हजुर यहाँ मेरिना, यहाँ म, यहाँ मामा। एक्साइटेड मामा घर जानु। एक्साइटेड देखाएको नि तपाईँहरूलाई, म एक्साइटेड छु भनेर। हंसी पर मैं मर ही ना जाऊं। हेलो साथीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ होला। म भन्नुपर्दा म पनि एकदमै सन्चै छु अहिलेसम्म है। अनि आज चाहिँ न क्रिसमस हो न दिवाली न दसैँ, तरै पनि म र बहिनी चाहिँ जाँदैछौँ हाम्रो मावली घर, यानि कि मेरो मम्मीको घर। अनि यो चाहिँ एकदमै सरप्राइज छ, तपाईँहरूको लागि पनि सरप्राइज छ है। अन्त मलाई चाहिँ मेरो लागि पनि थियो सरप्राइज, तर मैले चाहिँ चाल पाइहालेँ नि त हो। अनि बहिनीको लागि पनि एकदमै सरप्राइज छ। बहिनी चाहिँ आउँदैछ माथिबाट गाडीमा छ। अहिले हामी तल बजारमा भेट्नेछौँ। अनि म चाहिँ अहिले चाहिँ रुमबाट निक्लेँ मेरो पोकापाकी यसरी बोकेर हो। अनि गर्दैछु युट्युबमा हाल्ने भ्लग, जो चाहिँ कति भएको थियो नगरेको र एकदमै एक्साइटेडवाला हुनेछ। तपाईँहरूलाई पनि मजै आउँछ भन्ने म आशा राख्छु। अनि प्लिज डु नट स्किप है। सरप्राइज चाहिँ के छ त्यो चाहिँ लास्टमा तपाईँहरूले देख्नुहुन्छ। हामी माउली घर पुगेर हो, बहिनीलाई पनि सरप्राइज, त्यसको रियाक्सन कस्तो हुन्छ है त्यो पनि हेरौँ। बर्केको भए म चाहिँ यहाँनिर गाडी नै पाइनँ, तलबाट आउँदैछ गाडी चाहिँ हो, माथिबाट नआएर। ट्याक्सीहरू त एउटा छैन खालि। अन्त यहाँ कतिजना दिदीहरू हुनुहुन्थ्यो, उहाँहरू चाहिँ गयो हो। अब उहाँ अङ्कलहरू छ, अन्त म छु। हेलो गाइस, हेलो। के भयो? छाता छैन, मलाई याद थिएन यस्तो छाता छ अन्त बोक्छु भनेको रहेछ। अब आम्मा कस्तो लाग्यो? छे ओइ मैला। सो गाइस, आज चाहिँ म र बहिनी चाहिँ बल्ल बल्ल भेट भएको होइन। यहाँनिर यहाँ सिङताम बजारमा बसेर चाहिँ अरूको आउटफिट चेक गर्दै हेर्दै। तेल देखा त तेल देखा अलिक पर जान पछाडि जान। केही दिएको छैन। सो गाइस, हाम्रो सपिङ भइसक्यो अब होइन सिङताममा। अनि अब चाहिँ हामी चाहिँ गाडी खोज्नु गएको। गाडी पाउँछ कि पाउँदैन लेट्स सी है। यहीँबाट चाहिँ नत्र भने चाहिँ रम्फूबाट जानुपर्ने हुन्छ जोरथाङको गाडीमा। हामी दुईजनाको चाहिँ गाडी पनि मिल्यो अहिले भने चाहिँ गाडी पायो होइन। यहीँबाट चाहिँ जोरथाङको गाडीसम्म आधी बाटोसम्म जान्छ, माझीटारसम्म। देन त्यहाँदेखि उकालो चाहिँ हिँड्नुपर्छ हो। गरम भइरहेछ? गरम भयो? ए होइन रहेछ नि, यहाँनिर मिठो पाउँथ्यो, नत्र भने चाहिँ झ्यालमुरी अब यहाँ खानुपर्छ। यहाँ खाऊँ ल? ल ल त्यतिले पुग्दैन तेरो यस्तो जाडो छ कि त्यो अनुसार चाहिँ लुगा लगाएर आएको त छैन। यहाँ त गरम पो अहिले, उता पनि जाडो छ अरे मामाले। मैले पुच्का खाएको 10 रुपियाँ मैले पैसा दिँदैछ 10 हो कि 20 हो यो? ए 20 रुपियाँ 50 रुपियाँ 30 रुपियाँ थ्याङ्क यू। भरे 500 नोट दिन्छ। ल ल कति त?
झलमुरी गिल्लो चटपटे हाम्रो बहिनीलाई चाहिँ यस्तो दोकानमा चाहिँ के किन्नु मन पऱ्यो भनेदेखि मिठाई किन्नु आएको छ यहाँनिर हो लु छिटो के किन्ने के छ तर यो पनि किनि त सही छ अघि नै यो कसरी हो माथि कि गान्तोकमा कि यति नै हुन्छ यति नै हुन्छ कि 10 रुपियाँ पर्छ हौ आऊ लु कस्तो भयो यहाँ झरेको थियो यहाँ भुइँमा झरेको थियो दिएको साँच्ची भनेको पत्ता नि हामी चाहिँ यसरी थर्ड सिट नपरेको छ सवारीको सो साथीहरू बल्ल हामीहरू चाहिँ गाडी भाडा पनि झऱ्यो होइन 1.5 घन्टा जस्तो ट्राभल गऱ्यो होला गाडीमा थर्ड सिटमा बसेर आएको यस्तो बेसी चेप्टियो हालत पत्ला अनि अब भने चाहिँ यो ठाउँ चाहिँ हो माझीटार यहाँबाट चाहिँ ओह्रालो जानुपर्ने हुन्छ यहाँ तल चाहिँ माझीटार बजार छ नि त सानो तपाईँहरूलाई पनि देखाउँछु होइन अन्त हाम्रो मौली घर जाने बाटो चाहिँ यो माझीटार निक्लेर चाहिँ जानुपर्छ पुल तरेर जानुपर्छ अब उकालो चाहिँ हिँड्नुपर्छ कि के गर्नुपर्छ थाहा भएन हो उताबाट मामा आउनु भएको छ हाम्रो ल्याउनु लागि एकछिन के हुन्छ कति लास्ट इयर हामी हिँडेर गयो यसरी यसरी गयो लास्ट इयर पनि 24मा पनि लास्ट इयर होइन 24मा 2024मा अनि अहिले पनि अनि यसको हालत ओइ ब्याग तेरो ब्याग होइन लुगा डल्लै म्याच भइरहेको रहेछ स्कुल मास्टर स्कुल यो चाहिँ मास्टर मेरो नयाँ छाता उसले ओपनिङ गरिदिँदैछ घाममा ओढेर हो मैले नओढेको छु यो चाहिँ तपाईँको माझीटार सो गाइस यहाँ चाहिँ घाम चाहिँ ओभर लागिरहेको छ है त्यतातिर लागेको छ कि छैन यहाँ चाहिँ पुरा लागिरहेको रहेछ अनि माझीटार बजार चाहिँ सानो छ होइन सानो बजार पनि हो कि होइन 1-2वटा दोकान मात्रै छ र पनि यसले चाहिँ अघि आइसक्रिम किनेर खाँदैछ हो अनि हामी चाहिँ कहाँ आइपुग्यो भन्दाखेरि यो पुल आइपुग्यो यो पुल क्रस गरेर जानुपर्छ यहाँदेखि पनि उकालो पहिला चाहिँ हामी उकालो हिँड्दै जान्थ्यौँ केटाकेटीमा चाहिँ अहिले चाहिँ है जङ्गलको बिचमा घर देखेको अस्ति चाहिँ यहाँनिर भन्दै थियो मामाले चाहिँ सायद बङ्गालमा चाहिँ उयो हुँदैछ नि त अब भोटहरू हुँदैछ त्यही भएर चाहिँ यहाँ चेकिङ हुन्छ पुलिसहरू हुन्छ भन्दै थियो तर आज छैन रहेछ हाम्रो लक राम्रो होला सायद हामी त के लानु त लगेको छैनौँ यहाँबाट न उता के लाने हो न उताएर के ल्याउने हो हामी त गएको हो मामा घर होइन पसिनाले मार्यो यस्तो छ पुल चाहिँ वेलकम टु बेङ्गाल छाता मारेर निक्ले माओली घर जानु चाहिँ एकदमै कठिन परिस्थिति क्रस गरेर जानुपर्छ होइन धन्न त्यही हो हामीलाई चाहिँ बाइक ल्याउनु आउँदैछ र मात्रै हो नत्र भने चाहिँ हिँडेर जानु पर्थ्यो अनि म चाहिँ एकदमै एक्साइटेड छु ओभर एक्साइटेड छु होइन मामा घर पुगेपछि तपाईँहरूलाई देखाउँछु एकलकटी हो नि यो चाहिँ मामाहरूसँग त्यस्तो बेसी बात गर्दैन नि त यो चाहिँ पुरा सरम मान्छ नि त कि मेरो आइसक्रिम हाम्रो मामा हामीलाई ल्याउनु आउनु भएको बिचरा मामाले दुःख पायो हामीलाई चाहिँ यहाँनिर चेकिङ गर्यो पुलिसले म चाहिँ एक्साइटेड मामा घर जानु एक्साइटेड देखाएको नि त अब म एक्साइटेड छु भनेर यहाँ हाम्रो ब्यागै मिलेन कत्रो लामो पायो त्यही भएर चाहिँ मामाले यसो भन्दै थियो लामो बाइक पठाइदिएको छु तिमीलाई यो बाइक थिएछ नि त यहाँ मेरिना यतिमा हजुर यहाँ मेरिना यहाँ म यहाँ मामा चाहिँ आइपुग्यो नि त हाम्रो कोलोनी यो चाहिँ हाम्रो गाउँ हो यो चाहिँ माओली गाउँ
हामी चाहिँ फाइनली आइपुग्यो यहाँदेखि चाहिँ उकालो चाहिँ यो माथि दोकान छ नि त कि यति बेसी जान्थ्यो हामी दोकान आमा अहिले चाहिँ यो रोड राम्रो बनाएको रहेछ कि अन्त मजा आयो अघि फर्स्टमा त कस्तो डर लागेको नि चढ्दा चढ्दा त अलिक अप्ठ्यारो थियो नि त रोड कि बाउ यो फुल कस्तो दामी है द्याट वान बडाको हलो बडाको अब चाहिँ यहाँबाट जानुपर्ने हुन्छ एक्साइटेड बल्ल बल्ल आइपुग्यो यो चाहिँ हाम्रो देवाको घर यहाँ हाम्रो देवा घर अघि दादा जो हुनुहुन्थ्यो हामीलाई लुगाउने उहाँको घर हो यहाँदेखि पनि तल जानुपर्छ हाम्रो मामा घर चाहिँ एकदम एक देश है एक देश हो देवाको मैले जन्मिँदाखेरि मैले बोलाएको नि देवालाई यहाँनिर देवाको सेनापतिहरू यहाँदेखि तल हो एक देश के हाम्रो मामा घर चाहिँ अन्त हामी नआएको पनि के भएको थियो अस्ति मम्मीसँग 2024मा आएको त्यति बेला एकछिन बाद निक्ल्यो अब चाहिँ हामी चाहिँ पुरै बस्दै एक दुई दिन बस्दै आएको त्यो पनि छुट्टी मिलाउँदा छुट्टी मिल्दैन हे प्रभु छुट्टी मिल्दैन हो ब्याग यसरी बोकिरहेको छु यहाँ त धारा थियो त पहिला अहिले धारा सुकेछ हजुर पुग्नु आँट्यो नि त हो इन्तजारकै घरि के छ नजदिक हे होइन पुग्नु आँट्यो मामाको घर बिचारा मेरो मामा एक्लै हुनुहुन्छ भन्नुहुँदै थियो हो यहाँनिर नेभरा यस्तो कम त खाइन्थ्यो आमा खुट्टा पुरा खाँदियो आइया मेरो जुत्ता बाङ्ग्यो खुट्टा बाङ्ग सिस्नु झन्डै चिल्यो उनिउहरू निङ्गोरे यति बेसी रहेछ कि सिस्नु अगाडि हेरे त्यहाँ झन्डै झ्यापा खाइ झ्यापा सिस्नुको आमा सिस्नुहरू मात्रै छ अन्त खुट्टाभरि मामा घर पुग्नु पऱ्यो यस्तो जङ्गलहरू निस्किँदाखेरि राम्रै देखेको होस् भनेर त्यो छाता टुप्पो भाटिन आइया मामाले नयाँ किचन बनाउँदैछ हामी आउँदैछ भनेर याद पाएर आइया उडेर आइपुग्यो मेरी है नमस्ते ओ मेरी 3, 2, 1. क्या Japa. Japa. Wala गर्छ हो क्यामेरा आइपुग्यो कि कसरी आयो उडेर साँच्ची भनेको त हेलो भन्दिन म पो सबै सुत्दै जानु उयो त भनेर सम्झिरहेको कि रुयो पै दिल्लीको मान्छे जस्तो लाग्छ हाम्रो मामा गर्नु थियो हाम्रो मामा यस नमस्ते मामा मम्मी हेलो के भयो के भनेर भन्छ अब आएको नि नानीको बर्थडे आउँदैछ भनेर जस्तो हो होला फन्डेको बर्थडे आउँदैछ नि त
अड्लो कि टुल्ली जस्तो भएको ल आमालाई त म चिन्ताले दिन्छु ल जोस दे बेबी एकछिनमै हाले रित भुडी उयो गर्ने म त आफै मागेर खाइहाल्छु दिँदैन त्यो होइन हौ भयो उयो किन आएको तपाईँ मतलब किन आएको मान्छे कसरी आयो भन्ने नि मतलब चाहिँ कसरी बनाएर अघि मामाले दादाले तल पोल खोलेर नि अस्ति आमालाई पनि यसरी लगेर आएको म त ला माथि आएर पनि झस्सङ्गै भयो ला यसले याद गर्यो कि गरेन न यसले केही भनेन कि अन्त याद गरेन रहेछ भनेर शान्ति भयो कि उका लाउँदाखेरि पनि यसले मामा दादाले भए फेरि कुरा गर्छ आमाले चाहिँ अस्ति भोटर कस्तो भयो होइन केही चेक गरेन भनेर भनि पठाएँ मैले हो यसले पुरा यसले यादै गरेन त्यो कुराहरू मलाई त्यसले गर्दा ओइ माथिबाट कराएको छु नि म तपाईँ हो है हात हल्लाउने माथिबाट धन्न चिनेको थिएन होइन तपाईँले हात हल्लाएको देखेन मैले अन्त चाहिँ अब यसले पनि चिन्छ भनेर को हो भन्छ भनेर चाहिँ जाउँ जाउँ दादा जाउँ भनेको भइसकेन सरप्राइज हाई गाइस हाई भन्नु आज चाहिँ म गर्दैछु भ्लग गर्नु न हजुर म गर्दैछु आज चाहिँ हो अनुसरण खुच्ची गएको चाहिँ मम्मीले भ्लग गर्छ माथि किचन बनाउँदैछ किचनमा भाँडा धुँदैछु बहिनी के गर्दैछ बहिनी हो बाँस पक्रेर उभिराख्नु भएको छ अनि यहाँ मेरो केसको कलर के हो त्यो रन्जना छोरीको एउटै भएको ठिक छ हाम्रो सानोले दामी काम पायो दामी दामी ए सरी दामी दामी नानी यता अम्मै सरप्राइज चाहिँ मेरो मम्मी आउनु भएको छ दिल्लीबाट सिक्किम अचानक यो चाहिँ मेरो लागि पनि एकदमै बिग सरप्राइज नै हो अन्त अब बहिनीको रियाक्सन त्यस्तो राम्रो थिएन तर मेरो रियाक्सन चाहिँ अस्तिको दिनै सकिसकेको थियो नि त हो मैले अस्तिको दिनै देखाइसकेको थिएँ रियाक्सन मम्मीसँग भिडियो कलमा बात मारेर नै अन्त मेरो रियाक्सन चाहिँ तपाईँहरूलाई देखाउनु पाइनँ अहिले काम चाहिँ पुरा हुँदैछ यहाँ आएर मामा पनि यहाँनिर एक्लै हुनुहुन्थ्यो नि त कि अन्त अब चाहिँ सबै यो चाहिँ घर चाहिँ उयो हुँदैछ के भन्छ रिनोभर नयाँ बन्ने आजको लागि मेरो भ्लग यति नै तपाईँलाई मेरो भ्लग कस्तो लाग्यो म कन्टिन्यू चाहिँ भ्लग गर्नु पाएको छुइनँ मलाई पुरा उयो टाइमहरू अलिक उयो गर्नु पाएको छुइनँ मेरो भ्लग तपाईँलाई त्यसै पनि अल्छी नै लाग्छ मलाई याद छ तर पनि आजको भ्लग तपाईँलाई कस्तो लाग्यो थ्याङ्क यू सो मच फर वाचिङ किप वाचिङ बाई